एकदमै प्रभावशाली क्षेत्र वडा नम्बर 7 मा आज हामी 18औं राष्ट्रपति रनिङ सिल छनौट प्रतियोगिता तथा 8औं राप्ती सुनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ सिल खेलकुद प्रतियोगिता 2082 को पूर्व सन्ध्यामा छ। भोलि 10 गतेबाट 12 गतेसम्म प्रतियोगिता सञ्चालन रहनेछ। तपाईहरु सबैजनाको उपस्थिति सहयोगका लागि धेरै धेरै धन्यवाद दिँदै म ढिला नगरिकन हामीसँग एउटा यो सानो पत्रकार सम्मेलन नै हामी भन्न रुचाउँछौँ। यसमा चाहिँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सञ्चालक व्यवस्थापक टिमहरू, त्यसैगरी आयोजक राप्ती सुनारी गाउँपालिकाबाट पनि कार्यवाहक अध्यक्ष यति बेला आदरणीय मनिषा सिंह थारूज्यूको पनि उपस्थिति छ। म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। त्यसैगरी वडा नम्बर 7 का वडा अध्यक्ष रामलखन थारूज्यू, यहाँलाई पनि धेरै धेरै स्वागत छ। त्यसैगरी यस व्यवस्थापक विद्यालय आयोजक श्री अमरज्योति मावि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र पाण्डेज्यू, त्यसैगरी मनोज पाण्डेज्यू, यहाँलाई पनि स्वागत गर्न चाहन्छौँ। त्यसैगरी राप्ती सुनारी खेलकुद विकास समिति संयोजक तेज बहादुर सुवेदीज्यूलाई पनि हार्दिक स्वागत गर्न चाहन्छौँ। त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिफ कोच चन्द्र गुरुङज्यू, यहाँलाई पनि धेरै धेरै स्वागत छ। र त्यसरी फिल्ड मार्शल लक्ष्मण आचार्य सरलाई पनि धेरै धेरै स्वागत गर्न चाहन्छु। लगायत मैले यहाँ देख्दैछु विभिन्न विद्यालयका प्रज्यूहरू, विभिन्न विद्यालयका खेल प्रशिक्षकज्यूहरू, म त्यसैगरी समाजसेवी अग्रज महावीर ओलीज्यूलाई पनि देख्दैछु, यहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। यति भन्दै धेरै समय नलिएर अब भने छोटकरीमा यो 18औं राष्ट्रपति रनिङ सिल तथा 8औं राप्ती सुनारी गाउँपालिका स्तरीय अध्यक्ष कपको तयारीको बारेमा सानो विवरण दिनका लागि म राप्ती सुनारी खेलकुद विकास समिति संयोजक तेज बहादुर सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। मेरो यो